विदेश जाने सपना अधुरै मेनपावरबाट घर फर्किँदै थिए लिम्बू। वैदेशिक रोजगारका लागि मेनपावर कम्पनी पुगेका एक युवकको फर्किने क्रममा स्कुटर दुर्घटनामा परि मृत्यु भएको छ। दुर्घटनामा भद्रपुर नगरपालिका 2 गौरीशङ्करका 35 वर्षीय अनिल लिम्बूको ज्यान गएको हो। झापा जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति करिब पौने 9 बजे मेची राजमार्ग अन्तर्गत 4 आली केचना सडक खण्डको भद्रपुर 4 बाहुनगाउँ नजिक स्कुटर दुर्घटना भएको हो। भद्रपुरबाट बिनायनीतर्फ जाँदै गरेको प्रदेश नम्बर 101012 9937 नम्बरको स्कुटर अनियन्त्रित भई सडक छेउको नालामा खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा स्कुटर चालक दमक नगरपालिका 2 निवासी 29 वर्षीय रबिन फुयाल सकुशल रहेका छन्। तर स्कुटरको पछाडि सवार अनिल लिम्बूको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्काल प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। अनिल लिम्बू वैदेशिक रोजगारको प्रक्रियाका लागि वृद्धामोड स्थित एक मेनपावर कम्पनी गएका थिए। फर्किने क्रममा स्कुटर चालक रबिन फुयाल उनलाई घरसम्म पुर्याउन आएका थिए। मृतक लिम्बूको ससुराली भद्रपुरमै रहेको जनाइएको छ। दुर्घटना हुँदाको समयमा पानी परिरहेको र बिजुली समेत नहुँदा दृश्य अस्पष्ट भएको र यही कारण स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। यस घटनापछि वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र चालक फुयाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।